भाइ बहिनीहरूको पवित्र विवाहमा हजुरहरू जसरी यहाँ उपस्थित हुनुभयो त्यसरी नै नयाँ आशाको तर्फबाट हृदयदेखि उहाँ तपाईँहरूलाई स्वागत गर्न चाहन्छु र धन्यवाद दिन चाहन्छु। जे नाउँ दिए त्यही नै त्यसको नाउँ भयो। त्यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पन्छी र सबै पशुहरूको नाउँ राखे। तर आदमको निम्ति त्यसलाई सुहाउँदो कोही सहयोगी पाइएन। यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो र उनी निदाएको बेलामा तिनका करङहरू मध्येको एउटा निकाल्नु भई त्यसको ठाउँमा मासु भरिदिनु भयो। जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटी स्त्री बनाई मानिस कहाँ ल्याउनु भयो र मानिसले भने यो त मेरै हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्। यसै कारण मानिसले आफ्नो आमा बुवालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। तपाईको भाइ राजा नेपालीको विवाह हामीले बहिनी विनिता गिरीसँग गर्न गइरहेका छौँ। यसमा तपाईँ इच्छुक हुनुहुन्छ, खुसी हुनुहुन्छ है? पक्कै पनि उहाँले खुसी छु भन्नुभएको छ। को साथमा तपाईँकी छोरी विनिता गिरीलाई हामी भाइ राजा नेपालीसँग विवाहमा जोड्न गइरहेका छौँ। के तपाईँ जिम्मेवारीको साथमा यो विवाह दिन इच्छुक हुनुहुन्छ? हुन्छ, हामी ताली बजाउनेछौँ है। परिवारको विवाहको तर्फबाट जुन करारभित्र हामी प्रवेश गर्न गइरहेका छौँ, यो करार चाहिँ मृत्युले अलग नगरेसम्मलाई भएको कारणले जुन बादशाह तपाईँले अहिले बाँध्नुहुन्छ, तपाईँले के आफ्नै इच्छाले उहाँ विनिता गिरीसँग वैवाहिक जीवन जिउन चाहनु भएको हो वा कसैको करकापले हो? यस नयाँ आशा मण्डली सुनाकोठी ललितपुरमा म दुलाहा राजा नेपाली तपाईँ विनोदा गिरीलाई पवित्र परमेश्वर र यस मण्डली समुदायको अघि परमेश्वरको पवित्र विधि अनुसार आफ्नो विवाहित पत्नी हुनलाई स्वीकार गर्दछु। आजदेखि हामी दुवैले मृत्युले अलग नगरेसम्म जीवनको हरेक अवस्थामा, दुःखमा, सुखमा, बिरामीपनमा, आयोग्यमा वा फुर्सदमा, अनिकालमा र सहकालमा, अभावमा र परिपूर्णतामा, सङ्कटमा र असल समयमा तपाईँ सँगसँगै जीवन बिताउने प्रण गर्दछु। तपाईँलाई प्रेम गरिरहनेछु, तपाईँको वास्ता गर्नेछु, हेरचाह र सुरक्षा गर्नेछु र तपाईँको विश्वास योग्य पति बन्न सधैँ सहायता गरिदिनेछु। परमेश्वरको पवित्र अभिषेक अनुसार परमेश्वरकै उपस्थितिमा स्थापित यस प्रतिज्ञा वा करारमा सधैँ इमान्दार भइरहनेछु भनी वाचा गर्दछु। फागुन 1 गतेका दिन यस नयाँ आशा मण्डली सुनाकोठी ललितपुरमा म दुलही विनोदा गिरी तपाईँ राजा नेपालीलाई पवित्र परमेश्वर र यस मण्डली समुदायको अघि परमेश्वरको पवित्र विधि, पवित्र विवाह करार अनुसार आफ्नो विवाहिता पति पत्नी हुनलाई स्वीकार गर्दछु। आजदेखि हामी दुवैलाई मृत्युले अलग नगरेसम्म जीवनको हरेक अवस्थामा, दुःखमा, सुखमा, बिरामीपनामा, आरोग्यतामा, व्यस्ततामा वा फुर्सदमा, अनिकालमा वा सहकालमा, अभावमा वा परिपूर्णतामा, सङ्कटमा
वा असल समयमा जस्तै अवस्थामा पनि म तपाईँ सँगसँगै जीवन बिताउने प्रण गर्दछु। तपाईँलाई प्रेम गरि नै रहनेछु, तपाईँको वास्ता गर्नेछु, हेरचाह र सुरक्षा गर्नेछु र तपाईँको विश्वासयोग्य पत्नी बनी सधैँ सहायता गरिरहनेछु। परमेश्वरको पवित्र अभिषेक अनुसार परमेश्वरकै उपस्थितिमा स्थापित यस प्रतिज्ञा वा करारमा सधैँ इमान्दार भई रहनेछु भनी वाचा गर्दछु। धन्यवाद। करारको चिन्ह स्वरूप उपहार स्वरूप उहाँले सुनको दुवैजनाले सुनको औँठी ल्याउनु भएको छ र औँठी आत्मिकी अनुग्रह र अनन्त प्रेम प्रकट गर्ने एउटा बाहिरी चिन्ह हो। साथै यसले आफ्नो अधिकार र जीवन एकअर्कामा समर्पण गरेको एउटा एकै भएको सङ्केत गर्दछ। जसरी यो औँठी गोलो छ र यसको अन्त्य छैन, त्यसरी नै उहाँहरूको प्रेम सिद्ध र अनन्त छ भन्ने कुराको प्रतीकको रूपमा पनि हामीले यसलाई लिन सक्छौँ। त्यसकारणले हामी परमेश्वरसँग प्रार्थना गर्नेछौँ जुन औँठी उहाँले एकअर्कामा लगाउनु हुनेछ, यो औँठी लगाउँदै गर्दाखेरि उहाँहरू विवाहको करारभित्र यो चिन्ह स्वरूप उहाँहरूले औँठीलाई साटासाट गर्दै गर्दाखेरि लगाइदिँदै गर्दाखेरि हामी परमेश्वरसँग आशीर्वाद माग्नेछौँ, परमेश्वरसँग आशिष माग्नेछौँ कि परमेश्वरले जुन करारमा उहाँहरूलाई लाँदै हुनुहुन्छ, जुन करारभित्र परमेश्वरले उहाँलाई लग्नु भएको छ, यसमा चाहिँ परमेश्वरको आशिष रहेको होस्, यो विवाहमा परमेश्वरको आशिष रहेको होस् भनिकन हामी माग्नेछौँ। आउनुहोस् हामी छोटो प्रार्थना गर्नेछौँ। पिता र पुत्र र पवित्र आत्माको नाउँमा हाम्रो आपसी प्रेम अनन्त विश्वासको चिन्ह र वाचा अनुसार यो औँठी मार्फत तपाईसँग विवाह गर्दछु। आमेन। आज जीवित परमेश्वर यतिका जनसमुदायहरू यसको गवाही हुनुभएको छ। परमेश्वरले उहाँहरूलाई घनिष्ठ मित्र हुने इच्छा गर्नुभएकोमा उहाँहरूलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। र यस समयमा हामी दुलहाले दुलहीको घुम्टो खोलिदिने समयमा छौँ र उहाँले घुम्टो खोलिदिनु हुनेछ र एकअर्का यता फर्किदिनुहोस् बहिनी, अनि भाइ यता उता फर्केर बिस्तारै हैन आफ्नो दुलहीलाई देखाउनलाई पवित्र आत्माको नाउँमा उहाँहरूलाई एक आपसमा श्रीमान श्रीमती भएको घोषणा गर्दछु। उहाँहरूलाई परमेश्वरले मिलाउनु भयो र अब कसैले नछुटाओस्। आमेन। शरीर बनाउनु भयो, हामी तपाईँलाई धन्यवाद दिँदछौँ। पिता, अब प्रान्त जीवन उहाँले आफ्नो असल जीवन देखाएर समुदायमा परिवारमा सबै कुरामा एउटा उदाहरणीय भएर एकअर्कालाई प्रेम गर्ने, एकअर्कालाई वास्ता गर्ने, एकअर्कालाई बिक्री गर्ने र यो जोडी देखेर
परिवार साथै सम्पूर्णमा जय मसीह साथै अभिवादन टक्राउन चाहन्छु र यो समय हजुरहरूको यो उपस्थितिको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईँहरू आफ्नो कामहरूलाई छोडिकन यो समय हजुरहरू यस ठाउँमा आउनुभयो, म धन्यवाद दिन चाहन्छु। र हामीले ठुलो हृदय हामीले सकेसम्म मिठो गरी हामीले केही भोजनहरू तयार गरेका छौँ, त्योहरू खाएर जानुहोला भन्न चाहन्छु। हुन्छ, फेरि पनि धन्यवाद दिन चाहन्छु। आशिषमय हुनको निम्ति बनाउनको निम्ति आफ्नो स्थानबाट जो जतिले सहायता गर्नुभयो यी सबै कुराहरूको निम्ति पनि तपाईँ परमेश्वरलाई नै हामी धन्यवाद दिँदछौँ। व्यक्तिहरूको निम्ति पनि तपाईँ परमेश्वरलाई धन्यवाद जसरी कुराहरू यद्यपि म यहाँ एकदमै कृतज्ञ छु। धन्यवाद यहाँहरूले गर्नुभएको प्रचेष्टा लागि धन्यवाद दिँदै अब हामी भाइ र बहिनीको जीवनको उहाँहरू जुन निर्णय गरेको छ गर्नुभएको छ त्यो निर्णयको हामी चाहिँ साक्षीहरू हो। त्यस कारण हामी प्रार्थना गर्नेछौँ प्रभुको सन्तानहरूलाई निरन्तर हामी प्रार्थना गर्नेछौँ उहाँहरूको जीवनमा परमेश्वरको निरन्तर प्रार्थना गर्नेछौँ। र बहिनी हामी सक्नु भएको उहाँले सक्ने जिम्मेवारीहरू वहन गर्नु र हामीलाई सहायता गर्नु। विशेष गरी बहिनीलाई कविता भन्न मनपर्छ अनि मैले आशा गरेको चाहिँ यहाँको मण्डलीमा यहाँको परिवारमा पनि बहिनीले एउटा सेवाको भागहरू पाउनुहुनेछ। बहिनीले सेवालाई सहायता गर्नुहुनेछ र परिवारमा एउटा राम्रो प्रकारले परिवारमा रहनुहुनेछ भन्ने चाहिँ आशा अपेक्षा गरेका छौँ। सबै कुराको निम्ति धन्यवाद। विशेष गरी इसाई विश्वासमा नहुनुहुने परिवारहरू हजुरहरूले पनि हाम्रो इसाई विश्वास अनुसारको यो विवाहमा सहभागी भइदिनु भयो, यहाँको धेरै धेरै धन्यवाद दिन चाहन्छु। कसरी धेरै धन्यवाद भाइ बहिनीलाई धन्यवाद दिनुपर्छ। मण्डलीको विधि प्रक्रियामा आएर यो विवाह सम्पन्न हुनलाई सहायता उहाँले गर्नुभएको छ, त्यसको निम्ति परमेश्वरलाई धन्यवाद दिँदै अब हामी चाहिँ बहिनीलाई यहाँबाट बिदाई गरेर हजुरको हुनुहुन्छ लगायत परिवार हुनुहुन्छ हजुरको साथमा हामी पठाउँदैछौँ। पठाउँदै गर्दा जाँदै गर्दा यहाँको प्रेम वास्ता हामी सबैमा हुनेछ भने हामी अपेक्षा हुन्छ। हामी छोटो प्रार्थना गर्छौँ है त। सहायता गर्नुभयो, धैर्य धारण गर्नुभयो, जुन भूमिकाहरू निर्वाह गर्नुभयो यी सबै कुराहरूको निम्ति धन्यवाद विनितालाई। अब हामी तपाईँको अनुग्रह यो परिवारमा परिवारलाई हेर्दै गर्दा देख्दै गर्दा तपाईँ परमेश्वरलाई धेरै मानिसले चिन्न सकेको त्यो आशिषको परिवार त्यो नमुनाको परमेश्वरलाई धन्यवाद दिँदछौँ। तपाईँको महिमा प्रभु हामी आशिष पाउँछौँ अनि प्रभु हामी बाटोघाटोमा तपाईँको सुरक्षालाई बोल्छौँ, स्वर्गदूतको पहरालाई हामी बोल्दछौँ। तपाईँ परमेश्वरले सुरक्षा गर्नुहुन्छ प्रभु, हामी तपाईँसँग प्रार्थना गर्दछौँ। धन्यवाद सबै कुराको निम्ति धन्यवाद आशिष पाउँछौँ यीशु प्रभु। अब डोरी आएर एकैछिन हो त्यो आउनुहोस् ल दुलाले ढोका ल
दाई